नमस्ते साथीहरु, स्वागत छ तपाईलाई मेरो च्यानलमा। नेपाली शेयर बजारमा सानीगढ हाइड्रो पावर लिमिटेडको चर्चा अहिले एकदमै चलिरहेको छ। आजको भिडियोमा चाहिँ यस कम्पनीको वित्तीय अवस्था कस्तो छ, त्यसैगरी यसको ओपनिङ रेन्ज कतिसम्म होला भनेर आजको भिडियोमा कुरा गर्न गइरहेको छु। सबैभन्दा पहिले कम्पनीको बारेमा केही कुरा गरौँ। सानीगढ हाइड्रो पावर लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा 38.46 मेगावाट क्षमताको माथिल्लो कालङ्गाघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ। हाइड्रो पावर सेक्टरमा चाहिँ यो एउटा ठूलो आयोजना मान्न सकिन्छ। अब कुरा गरौँ कम्पनीको वित्तीय अवस्था र आइपिओ को मुख्य डेटाको। हाल कम्पनीको अर्निङ पर शेयर यानी कि ईपीएस ₹2.08 रहेको छ भने कम्पनीको नेटवर्थ ₹104.57 रहेको छ। केयर रेटिङ नेपालले चाहिँ यस कम्पनीलाई BB- को रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको मध्यम स्तरको वित्तीय जोखिमलाई जनाउँछ। यसको ओपनिङ रेन्जको कुरा गर्नु पर्दा यसको ओपनिङ रेन्ज चाहिँ 100 देखि 300 रुपैयाँ तोकिएको छ। यस कम्पनीलाई तपाईहरुले राम्रोसँग होल्ड गर्नुभयो भने 7 देखि 8 हजार मजाले कमाउन सकिन्छ। के तपाईहरुलाई सानीगढ हाइड्रो पावर लिमिटेडको आइपिओ परेको थियो त? कमेन्ट गर्नु होला। यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसनलाई नि अन गरिदिनु होला। धन्यवाद।